Hello everyone, welcome to my channel. खै भन्दिनु भएको? Hello everyone भन्दिनुस् न. Hello everyone, welcome to my channel. Sinta vlog. आज कस्तो छ दिनहरु भन्दिनुस् न अन्त. आज चाहिँ म र दुसु जान्दैछु ड्युटी हैन स्कुल. अन्त चाहिँ दुसुले चाहिँ मलाई जहिले पर्खिन्छ नि त हो. है दुसु? दुसुले चाहिँ मलाई जहिले पर्खिन्छ हैन. अन्त यो उकालो चढ्दाखेरि चाहिँ हामी दुई जना गफ गर्दै हिँड्छ. अन्त गफ गरेर कहिले स्कुल पुगेको यादै पाउँदैन नि नानी? अन्त दुसुले चाहिँ नि तल साँपको छाला भेट्यो अरे हैन. अन्त मैले भनेको नि साँपले पनि दसैँमा नयाँ लुगा किन्यो होला नि भनेको कि दुसु मरि हाँस्दैछ. है दुसु? आज चाहिँ घाम लागिरहेको छ. अन्त हामीले तातो लुगा लगाइरहेको छु. अन्त हामीलाई गरम पनि हुन्छ. तर हामीले स्वेटरहरू खोल्दिन. किन नखोल्नु भएको? आफै गरौँ हुँदै जान्छ. अन्त तपाईको हातमा चाहिँ के हो त्यो? बाजाउने बज्छ त्यो चाहिँ? ए बजेन त अन्त. कस्तो क्युट छ हौ दुसु त. लु जाउँ दुसु. म दुसु चाहिँ गफ गर्दै गएको नि हैन. यस्तो घाम लागिरहेको छ. तर अहिले चाहिँ उकालो चल्छ गरम हुन्छ कि. तर स्कुल पुगेपछि चाहिँ एकछिन 5 मिनेट जस्तो बिसाएपछि चाहिँ के हुन्छ नानी? जाडो हुन्छ नि. त्यही भन्नु खोजेको. दुसुले चाहिँ गरम छ तर भए पनि हामी स्वेटर खोल्दिन भनेको चाहिँ अब स्कुलमा चाहिँ जाडो हुन्छ नि त. यहाँ चाहिँ कि चिसो हावा आउँछ. अन्त त्यही भन्नु खोज्दैछ दुसुले चाहिँ. के टिप्नु भएको बेबी? के हो त्यो? के हो? दबाई हो खानु हुँदैन ल. तर भर्खर चाहिँ घाम कस्तो चर्केको थियो होइन. फेरि धुम्म भइहाल्यो. यहाँको चाहिँ यस्तै हुन्छ वेदर. एकछिनमा घाम लाग्छ फेरि एकछिनमा धुम्म हुन्छ. दुसु कम फास्ट. हामी चाहिँ स्कुल पुग्नु आँटेको छ. के बोक्यो? तर खानु हुँदैन है. दुसुले चाहिँ एउटा गीत गाउँछ. दुसु गीत गाइदिनुहोस् न. त्यो भन्न सक्छु जब हुन्छ भने ठुलो सोल्यो. I can talk to God, I can talk to God about anything, I can talk to God, I can talk to God. This is listening, I can talk to God about happy, I can talk to God about sad, I can talk to God about anything. Just listen and message. कस्तो दामी स्वर छ हौ दुसुको त. Good morning. ब्रेक. Good morning. लो ब्रेक फेल के साह्रो भएको यिनीहरूको. कति बजी आइपुगेको तिमीहरू? अघि कति बजी? बिहानै आइपुगेको होला हो. बिहान खाना खाएर आउँछ तिमीहरू? के खायो? ब्रेकफास्ट गर्दै त्यहाँदेखि फेरि खाना खायो. आमा त्यति पनि भ्याएको. म त ब्रेकफास्ट पनि गर्नु भ्याउँदिन त. क्यान्टिनमा फोन गर्दैछ. अक्काबडीले कि हेर्नु मुडाइ हाम्रो. अक्काबडी छैन होला नि माथि? अक्काबडी छैन होला नि दोकानमा? अक्काबडी बिना चाहिँ बाँच्न सक्दैन. ए हुन्छ जुजु. यहाँ छैन नि छ अरे. के गर्नु पर्ने? कसलाई पठाउने? अहिले चाहिँ म रुम पनि आइपुगेँ. अनि त्यहाँदेखिको चाहिँ हातमुखहरू धुएँ होइन. त्यहाँदेखिको चाहिँ कस्तो जाडो हुन थालिसकेको छ हाम्रो चाहिँ यहाँ अहिले. अनि त्यहाँदेखिको हातमुखहरू धोएर चाहिँ म चाहिँ यहाँ अब टी बनाएँ होइन. अन्त टी पिउँदैछु. सो मेरो भ्लग चाहिँ यति नै छ होइन. अब जहिले ड्युटीकै भ्लग हुन्छ होइन. त्यही भएर चाहिँ अब तपाईँहरूले मलाई हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच. त्यहाँदेखि मेरो च्यानललाई पनि तपाईँहरूले लाइक गरिदिनुहोस्. अन्त जसले मेरो भ्लग हेरिसक्नुभयो तर भए पनि तपाईँहरूले मलाई सब्सक्राइब गर्नुभएको छ भने प्लिज डु सब्सक्राइब माई च्यानल. सो थ्याङ्क यू अल फर वाचिङ माई भ्लग. बाई.